94.6। नमस्कार। काठमाडौँ महानगरपालिकाद्वारा सञ्चालित मेट्रो एफएम 94.6 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा प्रस्तुत हुँदै आएको कार्यक्रम अचेलको आजको अङ्कमा यहाँलाई स्वागत छ। सधैँ जस्तै गरेर आज पनि हामी उपस्थित भइसकेका छौँ सहकर्मी मित्र बाबुकृष्ण मानन्दर, राजकुमार राणा मगर, युवराज विद्रोहीका साथमा म चन्द्रमणि भट्टराई। आदरणीय श्रोता, स्थानीय सिपलाई उद्यमशीलतासँग विकास गर्ने अथवा जोड्ने र यसबाट स्थानीय आय आर्जनमा टेवा पुर्याउने उद्देश्यले काठमाडौँ महानगरपालिकाले एक वडा एक नमुना उद्यम कार्यक्रम सञ्चालनमा ल्याएको छ। यो कार्यक्रम के हो, कहिलेबाट सुरुवात भयो, यसको उद्देश्य के हो, दिगो लक्ष्य के हो, कसरी सञ्चालन भइरहेको छ सन्दर्भमा तयार पारिएको रेडियो रिपोर्ट सहकर्मी मित्र युवराज विद्रोहीबाट अब प्रस्तुत हुँदैछ। घरमा यत्तिकै बसिरहेका गृहिणी महिलाहरूलाई उद्यमी बनाएर आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्य राखेर काठमाडौँ महानगरपालिकाले उद्यमशीलतासँग सम्बन्धित एक वडा एक नमुना कार्यक्रम सञ्चालन गरिरहेको छ। मौलिक परम्परागत तथा रैथाने उत्पादनबाट स्थानीयवासीको आर्थिक सशक्तिकरणमा योगदान गर्ने कार्यक्रमको उद्देश्य हो। स्थानीयवासीमा स्वरोजगार सिर्जना गर्ने र आत्मनिर्भरता प्रदान गर्ने दीर्घकालीन लक्ष्य राखिएको छ। वडाहरूले पहिचान गरेका परम्परागत सिप, त्यस सिपसँग सम्बन्धित उद्यमशीलता र स्थानीय बजारमा उत्पादित सामानको मागका आधारमा उद्यमका क्षेत्र तय भएका छन्। परिवार, समाज आफ्नै ठाउँमा सामान उत्पादन गरेर आफ्नै ठाउँमा बिक्री गर्न सकिने वस्तुलाई छनौटको आधार बनाइएका हुन्। यसरी स्थानीय उद्यम छनौट भएपछि कम्तीमा 14 जनादेखि 25 जनासम्मको समूह निर्माण गरिन्छ। त्यसपछि 7 दिनदेखि 3 महिनासम्मका उद्यम विकास तालिम सञ्चालन गरिन्छ। आर्थिक वर्ष 2080-81 को चैत 28 गते राष्ट्रिय सभागृहमा काठमाडौँ महानगरपालिकाका 17 वटा वडामा उत्पादन भएका वडाको पहिचानसँग सम्बन्धित स्थानीय सामग्रीहरूको प्रदर्शनी गर्दै यो कार्यक्रम प्रारम्भ गरिएको हो। यो प्रदर्शनीसँगै वडा नम्बर 1, 2, 3, 4, 6, 7, 8, 9, 10, 12, 14, 16, 21, 22, 24, 30 र 32 मा एकसाथ कार्यक्रम सञ्चालनमा ल्याइयो। यी वडा मध्ये वडा नम्बर 6 र 14 मा गरिबी निवारण का लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गतका कार्यक्रम सञ्चालित थिए। वडा नम्बर 6 मा सेनेटरी प्याड बनाउने, वडा नम्बर 14 मा मकैको खोस्टा तथा अल्लोको सामग्री बनाउने उद्यम छन्। अहिले यी 2 वटा वडाका लघु उद्यम विकास कार्यक्रम एक वडा एक नमुना कार्यक्रम भित्रै गाभिएका छन्। यसरी सञ्चालन गरिएका उद्यमहरू मध्ये वडा नम्बर 1 र 30 को नमुना उद्यम गुन्द्रुक र मस्यौरा उत्पादन गर्ने हो। यस्तै वडा नम्बर 2 को मस्यौरा र तितौरा बनाउने, वडा नम्बर 3 र 4 को फेल्डको सामान बनाउने, वडा नम्बर 5 को सेरामिक्सका सामान बनाउने, वडा नम्बर 7 को क्रिस्टल तथा पोतेको गहना बनाउने उद्यम नमुना उद्यमका रूपमा सञ्चालित छन्। वडा नम्बर 8 को दुना टपरी र रुद्राक्षको ढक्की बनाउने, वडा नम्बर 9 को रुद्राक्षको माला र धूप बनाउने, वडा नम्बर 10 को मस्यौरा र अचार बनाउने, वडा नम्बर 12 को सुकुल बनाउने, वडा नम्बर 16 को काष्ठकला, वडा नम्बर 21 को कटाकी मूर्ति कुद्ने, वडा नम्बर 22 को जुत्ता बनाउने, वडा नम्बर 24 को मखमलका सजावटका सामान बनाउने र वडा नम्बर 32 को अचार बनाउने उद्यम सञ्चालनमा छन्। आर्थिक वर्ष 2081-82 मा वडा नम्बर 11, 19, 20, 23, 25, 27, 28 र 31 गरी 8 वटा वडामा उद्यम थपिए। यसरी थपिएकामा वडा नम्बर 21 को उनको सामान बनाउने, वडा नम्बर 19 नेवारी पोसाक उत्पादन, वडा नम्बर 20 मा सुर्के थैली, रिबनका फूल तथा सचिका बनाउने, वडा नम्बर 23 मा पपेट बनाउने, वडा नम्बर 25 मा 3 तहको डम्बर कुमारी ढाकाका कपडा सिलाउने, 27 मा माटोको मुखुण्डो, वडा नम्बर 28 मा बाल बालिकाका कपडा सेट र गाउन सिलाउने र वडा नम्बर 31 मा छालाका जुत्ता सिलाउने सिप विकास तालिमपछि उद्यम सञ्चालन थालिएका हुन्। कार्यक्रम सञ्चालनका लागि वडा नम्बर 15, 18 र 29 मा प्रारम्भिक छलफल भएको थियो। वडा नम्बर 15 मा हाकु पटासी उत्पादन गर्ने, वडा नम्बर 18 मा मिठाईका परिकार मरिचरी उत्पादन गर्ने, वडा नम्बर 29 मा फ्रोजन मम सहित स्थानीय परिकार उत्पादन गर्ने योजना थियो। यी वडाहरूमा प्रारम्भिक छलफल भए पनि उद्यम विकास तालिम सञ्चालन भएका
भएका छैनन्। यी मध्ये 2082 सालमा छानिएका 8 वटा वडा मध्ये वडा नम्बर 11 बाहेक अन्य वडाका उद्यमीहरूलाई प्रविधि हस्तान्तरण गरिएको छ। यो उद्यम विकासको अर्को चरण हो। वडामा माटाका भाँडा बनाउने उद्यमबाट सामानहरू उत्पादन हुन थालेपछि यसको प्रवर्धन र उत्पादन मात्रा बढाउन प्रविधि हस्तान्तरण गरिएको हो। 2081 सालमा छानिएका वडाका उद्यमलाई प्रविधिसँग स्तर उन्नति तालिम समेत सञ्चालन गरिएको छ। उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरू विभिन्न प्रदर्शनी, उत्सव र महोत्सवमा बिक्रीका लागि महानगरपालिकाले सहयोग गर्ने गरेको छ। महानगर दिवसका अवसरमा आयोजना हुने मूल समारोह स्थलमा यसको नियमित बिक्री तथा प्रवर्धन अवसर प्रदान गरिएको छ। यस्तै 2081 साल मंसिर 8 र 9 गते नारायण चौरमा आयोजना भएको वुमेन्स अफ द वर्ल्ड फेस्टिभल वाउमा 2082 सालको इन्द्रजात्राको अवसरमा बसन्तपुरमा स्थानीय उत्पादनको प्रदर्शनी, बिक्री र प्रवर्धन अवसर प्रदान गरिएको थियो। अस्पायर भेन्चरसँगको सहकार्यमा भएको बानेश्वरमा रहेको एनबी सेन्टरमा हरेक शुक्रबार र शनिबार बिहान महिलाहरूले उत्पादन गरेका सामानहरूको बिक्री स्टल उपलब्ध गराइँदै आएको छ। यसैगरी महानगरपालिकाका पदाधिकारीहरूसँग हुने विशिष्ट भेटमा प्रदान गरिने उपहारका लागि महिलाहरूले उत्पादन गरेका सामानलाई प्राथमिकता दिने गरिएको छ। उद्यमीहरूबाट उत्पादित सामान प्रदर्शन तथा बिक्रीका लागि वडाहरूमा कोसेली घर सञ्चालन गर्ने, बजारको मागका विषयमा उद्यमीहरूलाई जानकारी तथा सूचना प्रदान गर्ने, माग पूरा गराउन आवश्यक पर्ने उत्पादन प्रक्रिया र गुणस्तर कायम गराउन प्रोत्साहन गर्ने, आकर्षक प्याकेजिङ, लेबलिङ, बजारीकरणको सिप विकास गराउने महानगरपालिकाले योजना बनाएको छ। स्थानीय बजारसँगै अन्तर्राष्ट्रिय बजारमा पठाउन सकिने वस्तु उत्पादन गरेर सामान निर्यातका प्रक्रिया, सामान निर्यात गरिने देशको वाणिज्य नीति, सामानको मूल्य निर्धारण, कर तथा सुविधा जस्ता विषयमा क्षमता बढाउँदै लैजाने महानगरपालिकाको योजना छ। आदरणीय श्रोता, हामीले एक वडा एक नमुना उद्यम कार्यक्रमका विषयमा रिपोर्ट प्रस्तुत गरिसकेका छौँ। यसलाई व्यावहारिक रूपमा कसरी कार्यान्वयन गरिराख्नु भएको छ, आज हामीसँग दुईजना अतिथिहरू हुनुहुन्छ। एकजना वरिष्ठ उद्यम विकास सहजकर्ता देवकी घिमिरे, यहाँलाई स्वागत छ। त्यसै गरी हामीसँग उद्यम विकास सहजकर्ता अञ्जली बोगटी पनि हुनुहुन्छ। यहाँ दुईजनालाई स्वागत छ कार्यक्रममा। धन्यवाद। पहिलो प्रश्न देवकी म्याडमलाई, अहिले काठमाडौँ महानगरपालिकाभित्र यो एक वडा एक नमुना कार्यक्रम जुन छ नि, त्यसमा कति महिला कति पुरुष आबद्ध हुनुहुन्छ? काठमाडौँ महानगरपालिका एक वडा एक नमुना कार्यक्रम अन्तर्गत हामीहरूको चाहिँ अब 80-81 र 81-82 को गरी 25 वटा वडामा सञ्चालित रहेको र त्यस अन्तर्गत चाहिँ हाम्रो पुरुष 27 जना र महिला चाहिँ 443 जना चाहिँ महिलाहरू उद्यमी हुनुहुन्छ। पुरुषहरू अलिक कम हुनु रहेछ हैन? विशेष गरी चाहिँ हाम्रो यो महिलाहरूलाई नै टार्गेट गरेको हुँदा, गृहिणी महिलाहरूलाई नै टार्गेट गरिएको हुँदा पुरुष चाहिँ हाम्रो कम हुनुहुन्छ। अनि महिलाहरूलाई टार्गेट गरेछ हामी पुरुष जाँदैनौँ भनेर पुरुषहरू नआउने शून्य हुने अवस्था चाहिँ किन आएन? 27 जना भन्नु भएन? यस्तो हुन्छ सर, यो व्यवसायको प्रकृति हेरेर चाहिँ पुरुषहरू पनि आबद्ध हुनुहुन्छ। जस्तो हाम्रो चाहिँ अब 16 मा चाहिँ हाम्रो काष्ठकला हुनुहुन्छ। अब त्यहाँ विभिन्न किसिमका चाहिँ सामग्रीहरू बनाउनु पर्ने हुन्छ काठसँग सम्बन्धित, त्यस कारणले गर्दा त्यहाँ पुरुष जोइन हुनुहुन्छ। त्यसपछि चाहिँ हाम्रो 31 मा पनि छालाको जुत्ताहरू बनाउने तालिम छ, त्यस कारणले गर्दा त्यसमा चाहिँ पुरुषहरू आबद्ध हुनुहुन्छ। यहाँहरूले तालिम सञ्चालन गर्नुहुन्छ, तालिम सञ्चालन गर्दाखेरि चाहिँ उहाँहरूको मनोविज्ञान हुन्छ नि, जो व्यक्तिहरू आउनुहुन्छ उहाँहरूको मनोविज्ञान कस्तो पाउनु भएको छ यहाँले? धेरैले चाहिँ अब व्यवसाय नै गर्नुपर्छ, त्यसमा पनि मिक्स हुनुहुन्छ हैन। कतिले चाहिँ व्यवसाय नै गर्नुपर्छ भन्ने हेतुले चाहिँ आउनुहुन्छ भने, व्यवसाय गर्नुपर्छ भन्ने हेतुले भन्दा पनि यहाँहरूले छनौट गर्दै व्यवसाय गर्नकै लागि त गर्नुहुन्छ नि हैन? त्यसको लागि चाहिँ हामीले पहिला नै त्यही भएर अलिकति बढी संख्यामा चाहिँ हामीले तालिमको लागि उहाँहरूलाई संख्यामा राख्छौँ र त्यो पछि चाहिँ कतिजनाले चाहिँ अब जो चाहिँ सबैले चाहिँ व्यवसाय नै गर्नुहुन्छ भन्ने चाहिँ हुँदैन। त्यसमा चाहिँ कतिजनाले चाहिँ ड्रप आउट गर्नुहुन्छ भने कतिजनाले चाहिँ मतलब अब धेरै वडामा चाहिँ ग्रुपमा चाहिँ उहाँहरूले अहिलेसम्म गरि नै रहनु भएको छ। ड्रप आउटको के हो कारण भनेको चाहिँ उहाँहरूले ड्रप आउटतिर जानुपर्ने अवस्था चाहिँ कसरी सिर्जना हुन्छ? यस्तो हो सर, हाम्रो यो नेपालको परिवेशमा चाहिँ यो मान्छेहरूमा उद्यम गर्नको लागि चाहिँ पहिला मैले कस्तो तरिकाबाट उद्यम गर्नुपर्छ भन्ने चाहिँ उहाँहरूलाई कुनै ज्ञान पनि हुँदैन। हामीहरूको अहिले के छ भन्दा सिप तालिम मात्रै उद्यमशीलता हो भन्ने कुराहरूमा गएको हुनाले उहाँहरू ड्रप आउट बढी हुनुहुन्छ। मान्छे तालिम लिनु नै पूर्णता हो भन्ने ठान्नुहुन्छ। तर उहाँहरूले के सोच्नुहुन्छ भने हामीले तालिम लिइसकेपछि अब हाम्रो काम सकियो कि हाम्रो व्यवसाय चाहिँ हामीले यसरी गर्नुपर्ने रहेछ, हामी उद्यमी बनाउनु पर्ने रहेछ भन्ने कुरा चाहिँ हाम्रो उद्यमशीलता तालिम दिएपछि मात्र त्यो उहाँहरूलाई दिमागमा आउँछ। त्यस कारणले गर्दाखेरि चाहिँ हामीहरूको ड्रप आउट चाहिँ अलिकति कम हुन्छ। अब कसैलाई चाहिँ तालिमको प्रकृति
हेरेर पनि ड्रप आउट हुनुहुन्छ, जस्तो लङ ट्रेनिङ हुनुहुन्छ वा घरको प्रब्लमहरू पनि हुनसक्छ। अनि अर्को चाहिँ अब पारिवारिक रूपबाट चाहिँ उहाँहरूलाई त्यो व्यवसाय उद्यम गर्नको लागि चाहिँ असहयोग हुन सक्ने हुनाले पनि उहाँहरू चाहिँ ड्रप आउट हुनुहुन्छ। भनेपछि अब यो त व्यक्तिगत मात्रै होइन, पारिवारिक र सामाजिक कारण पनि भयो हैन। अघि हामीले लिङ्गको कुरा गरेका थियौँ, पुरुष र महिलाहरू कति सहभागी हुनुहुन्छ भनेर। यो ड्रप आउटको केसमा चाहिँ हेर्दाखेरि बढी महिलाहरू बाहिर जाने कि पुरुषहरू बढी जाने? यस्तो हुन्छ, महिलाहरू चाहिँ अब प्राय गृहिणी हुनुहुन्छ, उहाँहरूले चाहिँ गरि नै रहनु भएको हुन्छ। पुरुषले चाहिँ कस्तो त्यो भन्दा अब जस्तो कटाकी हामीले दिएका छौँ उहाँहरूले गरिरहनु भएको छ भने अब काष्ठकलामा पनि ग्रुपमा नगरिकन आफ्नो घरबाट पनि उहाँहरूले गरिरहनु भएको छ। र त्यो भन्दा अब कहिलेकाहीँ चाहिँ के हुन्छ भन्दा अघि हामीले ड्रप आउट गर्नुहुन्छ भन्यो नि, त्योभन्दा बेटर अप्सन पाउनु भयो भने पनि उहाँहरूले अलिकति ड्रप आउट गर्ने चाहिँ त्यो पनि सम्भावना छ। उमेरगत हिसाबले चाहिँ हामीले जुन उद्यमीहरूलाई छानेका छौँ नि, उमेरगत हिसाबले हेर्दाखेरि सबैभन्दा तलको उमेर समूह र सबैभन्दा माथिल्लो उमेर समूह कस्तो छ? त्यसमा चाहिँ हाम्रो 19 वर्ष 20 वर्षदेखि लिएर 40-45 सम्म हुनुहुन्छ। अनि कतिजना चाहिँ अब कस्तो हुन्छ भन्दा हामीले चाहिँ उद्यम सुरु गर्नुलाई चाहिँ जस्तो हाम्रो पारिवारिक कुरा गर्नुभयो अघि नै म्यामले, कतिजनाले चाहिँ हाम्रो अब घरको बच्चाहरू हुर्काइसकिसकेपछि पनि कतिजनाले त्यो गर्ने एउटा टाइम हुन्छ नि त, म गर्छु भन्ने त्यो हुन्छ। त्यो उमेर समूह कति जति हो? त्यो लगभग 55-60कोले नि गरिरहनु भएको छ। हजुर, गरिरहनु भएको छ। यो 19 वर्षदेखि 50-55 को बीच त धेरै फरक छ नि त हैन? तपाईको चाहिँ विषयलाई अन्डरस्ट्यान्ड गर्ने अथवा चाहिँ इन्थुसियाजम भनौँ अथवा तपाईँको चाहिँ तत्परता, उत्प्रेरणा, मैले के गर्नै पर्छ मेरो जीवनमा मेरो करियरको लागि भन्ने, त्यो त धेरै चाहिँ फ्लक्चुएट भयो नि त, उतार चढाव भयो। म्यानेज कसरी गर्नुहुन्छ? यस्तो हो सर, हामीहरूले कसरी म्यानेज गर्छौँ भने हाम्रो चाहिँ अब म्यामले अहिले भन्नुभयो 19 भन्दा नि 16-17 वर्षको मान्छेहरू नि हुनुहुन्छ र 60-65 वर्षको पनि हुनुहुन्छ। त्यो ग्यापमा चाहिँ हामीले के गर्छौँ भने उहाँहरूले नै नानी छोरी नातिनी होइन त्यो भनेर एउटा पारिवारिक रूपमा चाहिँ उहाँहरूले जान्नु भएको छ भने मैले यसरी जोड्न खोजेको त्यहाँ के अरे उहाँहरूको बिचमा सम्बन्ध त हुन्छ नै, स्थापित हुन्छ नै, तर 16 वर्षको व्यक्तिले म यो तालिम सिकेर के गर्छु भनेर मनमा के लक्ष्य राखेको हुनसक्छ, तर 65 वर्षको व्यक्तिले चाहिँ 16 वर्षको व्यक्तिको तुलनामा त्यो लक्ष्य नराखेको हुनसक्छ नि त। भनेपछि अब आउटकम प्राप्त गर्ने हिसाबले त तपाईँ दुइटैलाई एउटै समूहमा राखेर तालिम दिँदाखेरि त यहाँहरूलाई आउटकम निकाल्न त नि के प्रब्लम होला नि त? होइन सर, एकदम सहज हुन्छ। किनभने मलाई त्यो एक्सपिरियन्स के भयो भने त्यो 60 वर्षको भनौँ न हुनुहुन्छ जो उद्यमीहरू पनि उहाँहरूलाई पनि त्यो घरको कामहरू गर्दा यताउता गर्दाखेरि कहाँ जाउँ के गरौँ भइरहेको हुन्छ। अनि 16-17 वर्षको जो नानीहरू हुनुहुन्छ उहाँहरू पनि युवाहरू हो नि त, उहाँहरूलाई पनि केही गरौँ भन्ने जोसमा हुनुहुन्छ। त्यो किन तालिम दिँदा कसरी सहज हुन्छ भनेदेखि उहाँहरूले चाहिँ अहिलेको टेक्नोलोजीसँग चाहिँ सपोर्टिङ गर्नुहुन्छ, उहाँहरूले नै उत्पादन गर्नुहुन्छ। त्यो दुइटैलाई मिलाएर लाँदाखेरि उहाँहरूलाई उत्पादनहरूले गरिराखेको कुरालाई उहाँहरूले टेक्नोलोजीमा लगेर चाहिँ जोड्नको लागि चाहिँ हामीलाई सहजीकरण भयो। भनेपछि त्यो उमेर समूहमा तालिम दिँदाखेरि यहाँको कुनै समस्या छैन? अहिले छैन। यहाँ जुन टार्गेट राख्नु भएको छ नि त्यसबाट चाहिँ एक नमुना कार्यक्रम मार्फत यस्तो खालको चाहिँ आउटकम हामी निकाल्छौँ, उत्पादनहरू यसरी निकाल्छौँ, अथवा त्यसबाट चाहिँ तपाईँको त्यो समूह यस्तो खालको हुन्छ भन्ने लक्ष्यमा कहीँ त्यसले फरक पारेको छैन? त्यसले चाहिँ जस्तो युवा पुस्ताले चाहिँ त्यसलाई जस्तो ई मार्केटिङमा कसरी जोड्ने भन्ने कुराहरू उहाँलाई नलेज हुन्छ भने अब 60 वर्षकोलाई चाहिँ एटलिस्ट पनि कति त एक्सपिरियन्स हुन्छ नि त, उहाँहरूले यसरी गर्दा सही हुन्छ भन्ने कुराहरू मार्गनिर्देशन चाहिँ उहाँहरूले गर्न सक्नुहुन्छ। हजुर, भनेपछि दुईटा मिलेर काम गर्दाखेरि चाहिँ अझ राम्रो यहाँको अनुभवले त्यही बताउँछ। अब हामी यसरी हेरौँ कि यो कार्यक्रमको चाहिँ भनौँ न बेस लाइन भनेको स्थानीय उत्पादन, स्थानीय सिप होइन, स्थानीय सिप र स्थानीय उत्पादनलाई अब खास गरिकन चाहिँ अनप्रोडक्टिभ बसिरहनु भएको जो छ, बेरोजगार जो हुनुहुन्छ अथवा चाहिँ आर्थिक रूपमा चाहिँ स्वावलम्बन जो हुनुहुन्न उहाँहरूलाई तपाईँहरूले चाहिँ प्राथमिकतामा राख्नुहुन्छ होइन। यहाँले अहिले 25वटा वडामा कार्यक्रम चलाइराख्नु भएको छ, त्यो मध्ये स्थानीय उत्पादन नै ठ्याक्कै कतिवटा हो? ठ्याक्कै स्थानीय उत्पादन भनेको चाहिँ अब जस्तो चाहिँ हाम्रो अब फिल्डको सामग्रीहरू बनाउने भयो कि, अनि त्यसपछि धुना टपरी ढक्कीहरू हामीले यो काठमाडौँ महानगरपालिका भएकोले गर्दा हामीले आफ्नो स्थानीयलाई मात्र नभइकन हाम्रो नेपालको स्थानीय स्रोत साधनलाई पनि परिचालन गर्ने तरिकाले चाहिँ लिएका छौँ। किनभने त्यहाँको सालको पात बिक्नु होइन, त्यहाँको बाहिरको चाहिँ रुद्राक्षहरू बिक्नु र हाम्रो यहाँ
युज हुनु, जस्तो काष्ठकलाको लागि नै हामीले बाहिरबाट चाहिँ काष्ठहरू लिएर आउने, त्यस कारणले गर्दाखेरि चाहिँ हामीलाई सबैतिर चाहिँ मिश्रण गर्न सजिलो भएको छ। जस्तो चाहिँ अब काष्ठकला भयो, कटाकी भयो, मूर्ति त्यो माटोको मकुण्डो बनाउने भयो, अनि माटोकै भाँडो सेरामिक्सका उहरू बनाउने भयो, यिनीहरू चाहिँ के भयो भन्दा आफ्नै स्थानीय तहमा चाहिँ रैथाने भनौँ या हाम्रो लोकल प्रोडक्ट्स नै भन्नुपर्छ। त्यो चाहिँ हामीले उहाँहरूसँग अलिकति मैले कार्यक्रमको मोडालिटीमा हेर्दाखेरि चाहिँ के कस्तो अनुसार गएको छ भने हामीहरूले डाइरेक्ट गएर सिप नदिइकन चाहिँ हामीले त्यहाँको वडा अध्यक्षज्यूहरू लगायत त्यहाँको सम्बन्धित व्यक्तित्वहरूसँग बसेर छलफल गरेर त्यो प्रारम्भिक छलफल गरिसकेपछि यहाँको निचोड चाहिँ के निकाल्न सकिन्छ त, यहाँ के थियो पहिला, अनि अब हामीले चाहिँ यो सिपलाई चाहिँ कसरी उजागर गर्न सकिन्छ र अगाडि बढाउन सकिन्छ र आय आर्जनमा चाहिँ यसले मद्दत पुग्छ भन्ने कुराहरू लिँदाखेरि चाहिँ त्यो लिएका थियौँ। त्यसपछि चाहिँ हामीले उहाँहरूलाई उद्यमशीलता तालिम दियौँ। र त्योभन्दा अगाडिपट्टि अर्को पनि सिक्वेन्स छ, यहाँहरूले वडासँग छलफल गर्नुभयो, प्रारम्भिक छलफलमा यो वडाको पहिचान यो हुनसक्छ अथवा उत्पादन यो हुनसक्छ भन्ने कुरा पत्ता लाग्यो। अब पत्ता लागिसके पछाडि त त्यो वडामा त धेरै जनसङ्ख्या छ नि त, धेरैले चाहना राख्नुहुन्छ होला त्यो म पनि उद्यमी बनौँ, म पनि उद्यमी बनौँ, म पनि आय आर्जन गरौँ, म पनि सक्छु भन्ने लागिरहेको हुनसक्छ। अनि उहाँहरू मध्ये यहाँले अहिलेसम्मको चाहिँ भनौँ न त्यो समूह हेर्दाखेरि 14 देखि 25 जनासम्मको समूह छ, त्यो समूह चाहिँ कसरी निर्माण गर्नुहुन्छ, त्यसको इन्डिकेटर त्यसको मापदण्ड सूचक के हुन्छ? यस्तो हुन्छ सर, हामीहरूको चाहिँ एक वडा एक नमुना कार्यक्रम काठमाडौँ महानगरपालिका सामाजिक विकास विभाग अन्तर्गत यसरी सञ्चालन छ भन्ने कुराहरूलाई लिएका हुन्छौँ र त्यसपछि चाहिँ सूचना प्रवाह गर्नुहुन्छ, वडाहरूले नै सूचना प्रवाह गर्नुहुन्छ। सम्बन्धित हाम्रो चाहिँ महिला समूहहरू हुनुहुन्छ, त्यहाँ क्लबहरू हुनुहुन्छ, उहाँहरूलाई चाहिँ इच्छुक व्यक्तिहरू चाहिँ यहाँ आउन सक्नुहुन्छ र यस्तो खालको चाहिँ हाम्रो सिपहरू चाहिँ सिकाउन छौँ भनेर चाहिँ वडाबाट नै सूचना प्रवाह गर्नुहुन्छ र वडाबाट सूचना प्रवाह भइसकेपछि हामीहरू त्यहाँ जान्छौँ अनि त्यसपछि उहाँहरूसँग छनौट आएको व्यक्तिहरूलाई हामीले छनौट गर्ने भन्ने हुन्न, आउनुहुन्छ इच्छुक व्यक्तिहरूलाई नै हामीले त्यसमा चाहिँ भनेपछि अब संख्या 50 भन्दा बढी भयो भने के 50 भन्दा बढी भयो भने चाहिँ अब जो चाहिँ बढी इच्छुक हुनुहुन्छ अथवा त्यसको एज उमेरको हेरेर पनि हामीले जसले गर्ने र सम्भावना कसको छ भन्ने हिसाबमा चाहिँ हामीले त्यसरी सेलेक्ट गर्छौँ। अब समूह निर्माण भयो, समूह निर्माण भइसके पछाडि तालिम दिनु पर्यो, तालिम कसरी दिनुहुन्छ? पहिलाको वर्ष चाहिँ हामीले सिप तालिमलाई मात्रै प्राथमिकता दिएका थियौँ सर, होइन। अहिले चाहिँ हामीले उद्यमशीलतालाई पनि आवश्यकता छ भन्ने भयो, किनभने पहिला नै म के काम गर्छु, कसरी गर्छु, कहाँ गर्छु, कुन तरिकाले गर्छु, मेरो मार्केट को हो, म मेरो ग्राहक को हो, होइन, मैले चाहिँ के उत्पादन गर्दाखेरि चाहिँ हाम्रो यहाँ जान्छ भन्ने कुरा त गर्ने उद्यमीलाई थाहा हुनु पर्यो। अनि त्यसपछि चाहिँ हाम्रो उहाँहरूलाई त्यो थाहा दिनको लागि चाहिँ हामीले पहिला उद्यमशीलता तालिम राखेका छौँ। तालिम दिनुहुन्छ, तालिममा के सामान्यतया के सिकाइन्छ? त्यसमा अब मान्छेले व्यवसाय भन्नुहुन्छ, व्यवसाय भनेको के हो, त्यसपछि ग्राहकको, बजारको माग कस्तो छ, त्यसमा अब त्यस उहाँले छान्नु भएको त्यो व्यवसायको हामीले बिजनेस प्लान तयार गर्छौँ, त्यो गर्न ठिक छ या छैन, प्रफिटमा हुन्छ हुँदैन भन्ने कुराहरू, र त्यो एउटा होल प्याकेज भनेको चाहिँ हजुरलाई बिजनेस काउन्सिलिङको बारेमा हो। त्यो चाहिँ होल प्याकेज नै हुन्छ, त्यो चाहिँ के अरे उत्पादन गर्ने भयो, ब्रान्डिङ गर्ने भयो, प्याकेजिङ गर्ने सबै कुरा त्यसमा पर्छ, बजारीकरण गर्ने, बजारको माग के हो थाहा पाउने, मूल्य निर्धारण गर्ने सबै कुरा त्यो तालिममा आउँछ। त्यति गरिसके पछाडि त महिलाहरू अथवा जो चाहिँ तालिम लिन आउनुहुन्छ उहाँहरू त उत्साहित हुनुहुन्छ होला नि त, म त अब उत्पादन गर्छु, अब भोलिदेखि चाहिँ आय आर्जन गर्न थाल्छु भन्ने आउँछ होला नि त मनमा। एकदमै सर, उहाँहरूले चाहिँ अब हामी चाहिँ केही गर्नुपर्ने रहेछ, अनि उहाँहरूलाई हरेक कुरा दर्ता कसरी गरिन्छ, कहाँ गर्नुहुन्छ, दर्ता गर्दाखेरि के प्रक्रियाहरू लाग्छ देखिबाट हरेक कुराहरूको नलेज हुन्छ उहाँहरूलाई, ज्ञान हुन्छ नि। त्यो भएपछि चाहिँ ओहो हामी चाहिँ अब व्यवसाय गर्नुपर्ने रहेछ है, हामी चाहिँ अझ ढिला भएछौँ, यो तालिम चाहिँ अझ अगाडि आउनु पर्ने रहेछ, यो चाहिँ ढिला भयो भनेर चाहिँ हामी सबै उद्यमीहरूले चाहिँ हामीलाई त्यही नै गर्नुहुन्छ र त्यो अनुसारको त्यो तालिम पाइसक्नु भएको जो उद्यमशीलता तालिम लिनुभएको उद्यमीहरू छ कम ड्रप आउट हुनुहुन्छ। हामी सफलताका कुराहरू अलिकति र सिकाइका कुराहरू गरौँ। अहिलेसम्म 25 वटा वडाहरूमा चाहिँ कार्यक्रम सञ्चालनमा छ। अघिल्लो वर्ष र 2 वर्ष भनेको अघिल्लो वर्ष र पछिल्लो वर्ष आर्थिक वर्ष 80-81 र 81-82 2 वर्षमा छनौट भए। यो 2 वर्षमा सबैभन्दा राम्रो अथवा उत्कृष्ट सिकाइ योग्य कार्यक्रम चाहिँ यहाँको अनुभवमा के छ, कुन छ? व्यवसायको कुरा गर्दाखेरि हाम्रो अहिले चाहिँ हामीले तालिम दिएको मध्येमा चाहिँ जस्तो फेल्डकोले चाहिँ एकदम राम्रोसँग गरिरहनु भएको छ। विगतमा हामीले उहाँहरूलाई तालिम दिएको धेरै पनि भएको छैन, लगभग 1 वर्ष 1.5 वर्ष भयो, तर उहाँहरू चाहिँ निरन्तरता हामीले चाहिँ त्यो 3 र 4 लाई चाहिँ यो फेल्डको तालिम
प्रदान गरेका थियौँ। त्यसमा चाहिँ उहाँहरूले एउटा क्लब जस्तोमा बसेर सुरु गर्नुभएको थियो। त्यसमा चाहिँ सुरुमा चाहिँ प्रशिक्षकबाटै उहाँहरूले अर्डर लिनुहुन्थ्यो र गर्नुहुन्थ्यो दिदीबहिनी मिलेर भने अहिले चाहिँ उहाँहरू जस्तो हाम्रो यो के अरे फिल्ड भनेको हाम्रो अन्तर्राष्ट्रिय बजारमा चाहिँ बढी जाने भएको कारणले गर्दा उहाँहरू चाहिँ अहिले लागि परेर ठमेलदेखि कहाँ छ त यसको बजार भनेर ठमेल एरियादेखि उहाँहरू चाहिँ ठमेलबाट अर्डर ल्याउने र कतिजनाले चाहिँ यसको स्याम्पलहरू बनाएर चाइना जस्तो अनि यो चाइना थाइल्यान्डमा चाहिँ यसको डिमान्ड कति छ भनेर बुझेर जस्तो अब कतिजनाको विदेशमा हुनुहुन्छ नि उहाँहरूले त्यो स्याम्पलहरू पठाउने गर्दाखेरि पनि उहाँहरूले अर्डर आइरहेछ भन्नुहुन्छ। जस्तो अस्ति हामीले उहाँलाई भेट्दाखेरि पनि तिहारको टाइम पछि चाहिँ हामीले ठमेलबाट म्याटहरू एकदम धेरै अर्डर आइरहेछ म्याम, त्यो चाहिँ हामीले अब यो तिहार पछि चाहिँ हामीले सायद उहाँलाई दिन सक्छौँ भनेर त्यो हाम्रो 3मा 12-13 जना हुनुहुन्छ भने 4मा पनि त्यस्तै 12-13 जना नै हुनुहुन्छ। उहाँहरूले त्यो काम गरिरहनु भएको छ प्लस उहाँहरूले अरूहरूलाई पनि रोजगारी दिइरहनु भएको छ। उहाँले चाहिँ वडा नम्बर 3 र 4 को चाहिँ एकदमै सिकाइयोग्य खालको छ। यहाँ बिजनेस प्लान गर्नु भएको थियो नि जुन बेलामा चाहिँ तालिम दिइराख्नु भएको थियो। बिजनेस प्लानमा यहाँहरूले चाहिँ ट्रान्जेक्सन पनि कुरा गर्नु भएको थियो होला अथवा तपाईँले यतिसम्म चाहिँ बिजनेस गर्न सक्नुहुन्छ भनेर त्यो टार्गेटसम्म उहाँहरू पुग्नुभयो कि त्योभन्दा पनि क्रस गरेर माथि गइसक्नुभयो? अब पुगिसक्नु भएको छ उहाँहरू, किनभने उहाँहरूको इन्कम हुन एकदम राम्रो भइरहेछ अहिले, इन्कम भइरहेछ र मार्केट पनि बिस्तारै उहाँहरूले पिकअपमा गइरहेछ अहिले चाहिँ। हजुर, फिल्ड बाइकहरू पनि यहाँले के देख्नु भएको छ त्यस्तो चाहिँ सिकाइयोग्य? फिल्ड बाइक चाहिँ हाम्रो अचार छ 10 नम्बर वडाको अचार भयो, अनि त्यसपछि चाहिँ महमलको जुत्ता भयो 22-23 को, अनि त्यसै गरी हाम्रो काष्ठकलाको पनि राम्रैसँग चाहिँ उहाँहरूको पनि डिमान्ड भएको छ। गुन्द्रुक मस्यौरा पनि अहिले चाहिँ डिमान्डमा बाहिरबाट पनि कतिजनाले चाहिँ लेबलिङ प्याकेजिङ गुणस्तरका कुराहरू नभएर मात्रै हो त्यो पनि छ। अनि त्यस्तै गरी हाम्रो चाहिँ सेनिटरी प्याड महिला दिदीबहिनीहरूले त्यो पनि गर्नुभएको छ भने मकैको खोस्टाका सामग्रीहरू पनि र अल्लोको झोलाको पनि यसले चाहिँ राम्रो मार्केटिङ गरिरहनु भएको छ। व्यक्तिगत रूपमा चाहिँ यो काम गर्दाखेरि ठ्याक्कै भन्नु परेन, तर चाहिँ औसतमा जसले चाहिँ राम्रो सिकाइयोग्य काम गर्नु भएको छ उहाँले मासिक कति आम्दानी गर्नुहुन्छ होला? उहाँले त अब त्यो मासिकमा त त्यस्तो हामीले धेरै चाहिँ गरेका छैनौँ सर होइन। उहाँहरूसँग मासिक चाहिँ उहाँहरूले 12-13 जना हुनुहुन्छ नि त ग्रुपमा भनेदेखि चाहिँ अब व्यक्तिगत रूपमा चाहिँ उहाँहरूले त्यस्तै 10,000-15,000 रुपियाँ चाहिँ मासिकमा गर्नु प्राप्त गरिराख्नु भनौँ न। एउटा अहिलेको लागि भर्खर फर्स्ट पेज भएर उहाँहरूले चाहिँ त्यतिसम्म गर्नु भएको छ। यसको विस्तारको कुरा गरौँ। जस्तो वडामा ठुलो वडा छ, जस्तो यहाँले उदाहरणकै रूपमा 3 र 4 को कुरा गर्नुभयो, 14 को कुरा गर्नुभयो, मकै खोस्टाको अल्लोको चाहिँ सामानहरूको कुरा गर्नुभयो। त्यहाँ त वडा ठुलो छ, जनसङ्ख्या थुप्रो छ, अनि उहाँहरूले गरेको देखिए पछाडि अरू पनि चाहिँ कोही गृहिणी हुनुहुन्छ होला अथवा कोही पनि पुरुषहरू हुनुहुन्छ होला, अब हामी पनि चाहिँ गर्ने भनेर कसैले चाहना गर्नु भने अब के गर्ने? यस्तो हो सर, यो कार्यक्रम म अलिकति कार्यक्रमकै बारेमा नै भन्न चाहन्छु। यसमा चाहिँ अब हाम्रो काठमाडौँ महानगरपालिका अन्तर्गत अब उपमेयरज्यूले यो कार्यक्रमलाई चाहिँ विशेष निगरानीमा राख्नु भएको र यसलाई चाहिँ अनुगमन मूल्याङ्कन र फिल्डमा हरेक ठाउँमा जाँदाखेरि हामीलाई पृष्ठपोषण हामी 2 जना चाहिँ गएको ठाउँमा तपाईँहरूले चाहिँ यस्तो खालको काम गर्नुभयो भने अझ राम्रो हुन्छ भनेर चाहिँ हामीलाई उपमेयरज्यूले चाहिँ फलो गर्नुभएको छ र गाइड दिनुभएको छ, एकदम गाइडलाइन दिइराख्नु भएको छ। त्यसपछि चाहिँ त्यो ठाउँमा गइसकेपछि चाहिँ अब हामीले यो 1 वडा 1 नमुना कार्यक्रम भनेको त एउटा ग्रुपले उद्यम गर्दै जानुहुन्छ, ऊ शेयर होल्डर हुनुहुन्छ र अरूलाई चाहिँ जोइन गर्दै लैजाने हो नि त। सबैलाई त्यो यति जनाले तालिम लियो यतिमै सीमित हो भन्ने कार्यक्रम चाहिँ होइन यो। त्यस कारणले गर्दाखेरि हामीले अब त्यो आउन इच्छुक दिदीबहिनीहरूलाई जस्तो अहिले म्यामले भन्नुभयो फिल्डको तालिममा चाहिँ अन्यलाई पनि रोजगारी दिनुभएको छ भनेपछि हामीले तालिम दिँदाखेरि पनि अन्य व्यक्तिलाई पनि त्यहाँ जोइन गराउन सक्ने भयौँ र उहाँहरूले अरूले जानिराख्नु भएको गृहिणी दिदीबहिनीहरूले अरूबाट पनि तालिम लिएर जानिराख्नु भएको छ भने उहाँहरूलाई पनि हाम्रो त्यो उद्यममा चाहिँ उहाँहरूले जोइन गराइरहनु वडामा क्रमशः विस्तार गर्दै लैजान सकिने भयो। एकदमै सर, वडामा चाहिँ हामीले जस्तो एउटा वडामा उद्योगकै रूपमा चाहिँ हामीले प्रत्येक वडामा चाहिँ यसलाई उद्योगको रूपमा विस्तार गर्दै लाने भन्ने चाहिँ यो कार्यक्रमको चाहिँ लक्ष्य भएको कारणले गर्दा चाहिँ त्यो चाहिँ बिस्तारै हुँदै हुँदै गइरहेको। हजुर, अब सुधार गर्नुपर्ने कुरा चाहिँ के छ? जसरी फिल्डको यहाँले कुरा गर्नुभयो अरू पनि सामानहरूको कुरा गर्नुभयो त्यो चाहिँ राम्रो छ, बिजनेस मोडलमा गइसक्यो, बजारीकरण पनि भइसक्यो, बजार उहाँहरूले पहिचान पनि गरिसक्नुभयो, अनि बजारले माग्न थालिसके पछाडि भोलि चाहिँ अब क्वालिटीको कुरा उहाँहरूले पनि उठाउनुहुन्छ, तपाईँको चाहिँ अलिकति गुणस्तर मिलेन भनेर भन्नुहुन्छ होला, फेरि उहाँले सुधार गर्नुहुन्छ होला, त्यो चाहिँ अब चेनमा जान थालिसके चक्रमा जान थालिसके पछाडि त्यो चाहिँ सुधार हुँदै गर्ने कुरा भयो। पिकअप नै गर्नुपर्ने उठाउनै अलिकति बल गर्नुपर्ने खालका पनि त होला नि केही। जस्तो खाद्यको चाहिँ हाम्रो गुन्द्रुक मस्यौरा तितौरा बनाउनेको चाहिँ मेन भनेको चाहिँ हामीले खाद्य प्रविधिमा जानु पर्यो, त्यसको चाहिँ मापदण्डहरू पुरा
गर्नु पर्यो, त्यसपछि बल्ल अनि हामीले त्यसमा दर्ताको कुराहरूमा जानुपर्छ। त्यसले गर्दाखेरि चाहिँ कस्तो भएको छ भने उहाँहरूलाई खाद्यमा गयो अलिकति लिङ्गरिङ हुने होइन, अब प्रोसेसहरू नबुझ्ने कारणले गर्दा अबको आउँदो दिनमा चाहिँ हामीले महानगरले चाहिँ यो हामीले खाद्यहरूसँग चाहिँ कसरी समन्वयन गरेर अझ उहाँहरूलाई कसरी यो प्रडक्टलाई चाहिँ अझ कसरी क्वालिटी मेन्टेन गर्न सकिन्छ भन्ने कुराहरूको पनि एकदम गर्न जरुरी जस्तो भनेपछि अब सरकारकै निकायहरूको बिचमा पनि समन्वय गर्नुपर्ने र त्यो उद्यम प्रवर्धन गर्नका लागि त अब अरू पनि धेरै पक्षहरू छन्, त्यसलाई चाहिँ अब सरकारको पक्षबाट गर्नुपर्ने कामहरूमा चाहिँ उहाँहरूले ह्यासल खालको अथवा चाहिँ अलिकति चाहिँ काम गर्न नसक्ने खालको प्रोत्साहित नहुने खालको वातावरण नबनोस् भन्ने खालको पनि यहाँले गर्नुभयो। यो भनेको चाहिँ हाम्रो अब खाद्य भनेको त जहिले पनि चलिरहने कुरा हो नि त। यो जस्तो हामीले मस्यौरा तितौरा भनेको यस्तो सानो कुरा त हो नि भन्छौँ, तर यही कुरा चाहिँ चाइनाले चाहिँ टनका टन पठाइरहेछ। हाम्रो अहिलेको यो अवस्थामा चाहिँ हामीले डेटा हेर्ने हो भने चाइनाले चाहिँ यति धेरै गुन्द्रुकहरू हामीलाई यहाँ पठाइरहेको अवस्थामा चाहिँ अब त्यसलाई चाहिँ हामीले कसरी चाहिँ रोक्ने, यसलाई हाम्रोलाई चाहिँ कसरी प्रमोट गर्ने, हामीले क्वालिटी कसरी मेन्टेन, यो खाद्यमा त मेन भनेको नै हामीले क्वालिटी हो नि त। त्यसले गर्दाखेरि खाद्य प्रविधिसँग चाहिँ हामीले कसरी चाहिँ उहाँहरूलाई कसरी सहजीकरण गर्न सक्छौँ, नत्र भने त उहाँ लिङ्गरिङ गर्दाखेरि चाहिँ उहाँहरू अलिकति डिमोटिभेट यस्तो भन्ने हुन्छ उहाँहरूलाई पनि। त्यसले गर्दाखेरि चाहिँ उहाँहरूलाई चाहिँ अझ चाहिँ खाद्य अथवा यस्तो यस्तो जहाँ जहाँ हामीले समन्वयन गरेर उहाँहरूलाई सहजीकरण गर्न सक्छौँ। खाद्यसँग यदि हामीले चाहिँ राम्रोसँग कोर्डिनेसन गर्न सक्यो भने गुन्द्रुक अथवा मस्यौरा तितौराको आयात विस्थापन गर्न सकिन्छ, त्यो सम्भावना छ। हाम्रो जस्तो अहिले नै हामीले यो एकवटाले गुन्द्रुक गरिरहनु भएको छ, यो चाहिँ हाम्रो बाहिरबाट उहाँहरूलाई 500 किलोको चाहिँ अर्डर आइसक्यो। त्यो हुँदाखेरि चाहिँ अब क्वालिटीमा चाहिँ एकदम ध्यान दिनु पर्यो नि त। हामीले एकचोटि पठायो त्यो क्वालिटी भएन भने त फेरि त्यहाँनिर समस्या हुन्छ, अर्कोचोटि उहाँहरूलाई अर्डर नआउने त्यो पनि हुन्छ। त्यो हुँदाखेरि चाहिँ यो एकदमै जरुरी छ जस्तो लाग्छ। अब हामी अन्तिमतिर आउन लागेका छौँ। विकास र विस्तारका लागि अरू पनि काम गर्नुपर्ने छ, जस्तो अब ब्रान्डिङको कुरा भयो, यसको चाहिँ अब अन्तर्राष्ट्रिय स्तरमा जाने हो भने त तपाईँको चाहिँ अब अन्तर्राष्ट्रिय जुन देशमा पठाउने त्यो देशको वाणिज्य नीति के छ, त्यहाँका करका चाहिँ पोलिसीहरू के हुन् भन्ने कुरा थाहा पाउनु पर्यो। ब्रान्डिङ कसरी गर्दाखेरि त्यहाँको चाहिँ आकर्षक हुन्छ अथवा चाहिँ उहाँहरूले रुचि गर्नुहुन्छ भन्ने कुरा चाहियो। यी यावत कुराहरू छन्, प्रयोगशालाका कुराहरू चाहियो होइन। यी सबै काम गर्न त बिस्तारै बिस्तारै हामी अर्को श्रृङ्खलामा पनि कुरा गर्छौँ, यसलाई थप्दै विस्तार गर्दै जानुपर्छ। अहिलेका लागि चाहिँ जति वडामा 25 वडामा चाहिँ यहाँहरू सञ्चालन गर्नु भएको छ, बाँकी वडाहरूमा विस्तार गर्ने एउटा कुरा र अहिले सञ्चालन भएकालाई दिगो बनाउने, त्यो पर्सपेक्टिभबाट के गर्दै हुनुहुन्छ? चालु आर्थिक वर्षमा के गर्नुहुन्छ? विशेष गरी चाहिँ अब हामीले 25 वडाहरूलाई जुन तालिम दिएका छौँ, विशेष गरी चाहिँ उहाँहरूको स्तर उन्नतिको लागि एउटा बाटो रहेको छ हाम्रो काठमाडौँ महानगरपालिकाले। र अरूको कुरा चाहिँ उहाँहरूले उत्पादन गरेको वस्तुहरूलाई चाहिँ कसरी बजारीकरण गर्न सकिन्छ, बजारमा कसरी जोड्न सकिन्छ भन्ने कुरामा चाहिँ अहिलेको आर्थिक वर्षमा हामीले विशेष ध्यान दिएका छौँ। यो आर्थिक वर्षको लागि जस्तो चाहिँ हामीले कुरा गर्दै जाँदाखेरि अगाडिको आर्थिक वर्षको 15वटा वडा वा 2वटा चाहिँ गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमलाई हामीले समेटेर 2वटा वडाको लगाइ गरेर हामीले जोइन गरेर 17वटा वडा बनायौँ। र पछाडिका वडाहरूमा नि राम्रो कामहरू गरिराख्नु भएको छ, जस्तो चाहिँ मुकुण्डो बनाउने, माटोको मुकुण्डो भयो, अनि ढाकाका कपडाहरू उत्पादन गर्ने भयो, उहाँहरूले अर्डर लिएर आएर चाहिँ गरिराख्नु भएको छ। हामीले हेर्दाखेरि चाहिँ अब अहिलेको अवस्थामा घर घरमा गएर हुन्छ कि पसल पसलमा गएर हुन्छ कि र त्यो बाहिरको वस्तुहरूसँग प्रतिस्पर्धा गर्न चाहिँ हाम्रा उद्यमीलाई धेरै गाह्रो भएको छ। त्यस कारणले गर्दाखेरि चाहिँ हामीले अब यो कसरी चाहिँ यसलाई चाहिँ कम गर्ने, बाहिरबाट आएका वस्तुहरूलाई कसरी कम गर्न सकिन्छ र हाम्रो यहीँको उत्पादनलाई चाहिँ कसरी बजारमा चाहिँ लैजान सकिन्छ भन्ने अवस्थामा चाहिँ अहिलेको रणनीति बनाउने तयारीमा छ, बनेको पनि छ भन्नु। अब प्रतिस्पर्धाको कुरा आयो, अन्तिममा प्रतिस्पर्धामा अब्बल कसरी बनाउनुहुन्छ? अब अघि म्यामले भन्नुभयो जस्तै अब जस्तो कतिले चाहिँ सिप तालिम दिनुभएको छ, तर त्यो फिनिसिङको कुरा छैन, उहाँहरूलाई स्तर उन्नतिको आवश्यक छ। थप तालिम चाहिँ उहाँहरूलाई दिएर अझ फिनिसिङमा कसरी जोड्न सकिन्छ, प्लस अब तालिम मात्र दिएर भएन कि प्रविधि के छ त, नयाँ नयाँ प्रविधि आइरहेको छ, त्यसलाई चाहिँ हामीले प्रविधिसँग कसरी जोड्न सक्छौँ। त्यसपछि आएपछि उहाँहरूलाई यो वित्तीय कारोबारमा पनि अलिकति समस्या हुनसक्छ, त्यसमा पनि हामीले कसरी जाने, अब ब्याङ्कसँग अथवा सहकारी संस्थाहरूसँग कसरी चाहिँ कोअर्डिनेसन गर्न सकिन्छ, त्यो बाटो भयो। र प्लस हामीले बजारीकरणको मेन समस्या भनेको चाहिँ बजारीकरणको भएको कारणले गर्दा यसलाई चाहिँ बजारीकरणसँग चाहिँ जोड्नु चाहिँ एकदम आवश्यक छ।
यहाँहरूले यो एक वडा एक नमुना कार्यक्रम यो चाहिँ उद्यमशीलता विकाससँग सम्बन्धित विषयमा यहाँका आफूले फिल्डमा भनेको चाहिँ स्थलगत रूपमा जाँदाखेरि तालिम दिँदाखेरि तालिम पछाडि चाहिँ उद्यमशीलता विकास गर्दाखेरि जे जस्तो अनुभव गर्नुभएको थियो ती अनुभवहरू सुनाउनका लागि स्टुडियोसम्म आइदिनु भयो आफ्ना धारणाहरू दृष्टिकोणहरू अनुभवहरू सुनाइदिनु भयो हामी यहाँहरूका भावनाहरूलाई यहाँहरूका अनुभवहरूलाई फेरि पनि जोड्दै जानेछौँ आजको लागि भने हाम्रो निर्धारित समय सकिएको छ यहाँहरूलाई धेरै धेरै धन्यवाद थ्याङ्क यू सो मच हजुरहरूले पनि यस कार्यक्रममा हामीलाई यति महत्त्वपूर्ण कुरा जो चाहिँ हामीले खालि निर्माणका कामहरू मात्रै गर्ने र उद्यमशीलताका कुराहरूमा चाहिँ अलिकति पछाडि पार्ने र यो आर्थिक सशक्तिकरणको लागि चाहिँ यो देशको लागि वा यो काठमाडौँ महानगरपालिकालाई समृद्ध बनाउनको लागि चाहिँ यो उद्यमशीलता एकदमै आवश्यकता छ अब व्यक्तित्वको विकास गर्नुपर्छ भन्ने कुराहरूमा चाहिँ हजुरले हामीलाई यहाँसम्म बोलाइदिनु भएको छ त्यसको लागि हजुरहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु हस् नमस्ते देशको चाहिँ आर्थिक स्थिति चेन्ज गर्नु छ भने चाहिँ हामीले उद्यमलाई नै बढी प्राथमिकता दिनुपर्छ भन्ने हाम्रो चाहिँ यो विचार हो र पक्कै पनि यो चाहिँ हामीले बिस्तारै यसलाई चाहिँ परिमार्जन गर्दै यसलाई चाहिँ अझ कसरी विस्तार गर्ने र देशको आर्थिक स्थितिलाई नै कसरी चेन्ज गर्ने भन्नेतिर चाहिँ लाग्नुपर्ने सबैको अहिले यो पुरा गर्नुपर्छ अनि यहाँ हाम्रो विचारहरू राखिदिने मौका दिनुभयो सरहरूले त्यसको लागि पनि धेरै धेरै धन्यवाद मेट्रो एफएम 94.6 मेगावाटलाई हामी चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु फेरि पनि भने मैले हजुरहरूलाई यो मौका दिनुभएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु आदरणीय श्रोता स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन सक्यो भने देशको जीडीपीमा ठूलो योगदान पुग्न सक्छ देशको अर्थतन्त्रमा ठूलो चाहिँ राहत हुन सक्छ अहिले खास गरिकन उद्यमशीलता नभएका कारणले गर्दाखेरि धेरै युवाहरू विदेशिनु परेको छ अथवा उद्यमशीलता भएन यही कारणले गर्दाखेरि व्यक्तिहरूमा युवाहरूमा खास गरिकन फ्रस्ट्रेसन जस्तो अथवा चाहिँ केही गर्न सकिएन केही हुन सकेन भन्ने लागिरहेको छ यदि काठमाडौँ महानगरपालिकाले कार्यान्वयनमा ल्याएको एक वडा एक नमुना उद्यम कार्यक्रमलाई प्रभावकारी ढङ्गबाट सञ्चालन गर्न सकियो भने यसले स्थानीय अर्थतन्त्रमा ठूलो योगदान दिन सक्छ जुन राष्ट्रिय अर्थतन्त्रका लागि आधार स्तम्भ पनि बन्न सक्छ यो सन्दर्भसँगै आजका लागि हाम्रो निर्धारित समय पूरा भएको छ आगामी श्रृङ्खलामा थप र नयाँ विषयका साथ भेटघाटका लागि फेरि आउनेछौँ त्यतिन्जेलसम्मका लागि कार्यक्रमबाट आज्ञा चाहन्छौँ यहाँका बाँकी पल सुखद रहन् नमस्कार